सारे गरिबीको पराकाष्ठ थियो। लगाउनका निमित्त कुनै लुगा पनि थिएनन्। हेर्नुहोस्, जाडोको समयमा ती आमाले के विचार गर्नुभयो भने यो जाडोको समयमा मेरो सन्तानले यदि राम्रो लुगा लगाएर मेरो सन्तानलाई जाडो हुन्छ, ऊ कठिन तिर्न सक्छ। बरु म मेरो सन्तानलाई दुःख गरेर भए पनि, म नखाइ भए पनि म मेरो सन्तानको कहिले पनि शरीर खाली राखिन, ऊ राम्रो लुगा लगाओस् भनेर आमाले आफ्ना सन्तानलाई, त्यो छोरालाई राम्रो लुगा किनेर लगाइदिनुहुन्थ्यो। तर आमा एउटा पातलो एउटा लुगाले आफ्नो शरीरलाई ढाकेर रातको समयमा, चिसोको समयमा त्यत्तिकै दिन बिताउनुहुन्थ्यो। साह्रै दुःख कष्ट गरेर त्यो बालकलाई आमाले हुर्काउनुभयो, पढाउनुभयो, एउटा विद्यालयमा हाल्नुभयो। अर्काको घरमा काम गरेर भए पनि, अर्काको वचन सहेर भए पनि दुःख कष्ट रात दिन नभनिकन त्यो बालकलाई हुर्काउनुभयो, पढाउनुभयो। कुनै शिक्षकले सोद्धाखेरि, बाबु तिमी पछि गएर ठुलो के भन्छु भन्दाखेरि, म मेरी आमाको सेवा गर्छु, मेरी आमा सबैभन्दा हिरो हो मेरो लागि, अरू कोही पनि मेरो लागि होइनन्। आमा भनेको भगवानसँग हो, जननी जन्मभूमिस्थ स्वर्गादपि गरियसी। हेर्नुहोस्, आमा र आफू जन्मिएको जुन ठाउँ छ, त्यो ठाउँ भनेको स्वर्गभन्दा पनि सबैभन्दा राम्रो दिव्य तुल्य मानिन्छ। त्यसैले मलाई बरु स्वर्ग चाहिँदैन, तर म मेरी आमाको साथमा सँगै बस्न पाऊँ, म जन्मेको जुन ठाउँ छ त्यो ठाउँमा म सधैँ बस्न पाऊँ भनेर ती बालकले भन्थे। आमाले पनि धेरै माया गरेर ती बालकलाई हुर्काउनुभयो, पढाउनुभयो, पछि सहरमा पठाउनुभयो। दुःख कष्ट गरेर पैसा अलिअलि पाउ जोडेर त्यो छोरालाई हुर्काएर ठुलो बनाउनुभयो। छोरा भगवानको कृपावश कुनै जागिर खाएछन्, धेरै धन सम्पत्ति कमाए। पछि छोराले सहरमा गरेर विवाह गरे। विवाह गरिसकेपछि उनका सन्तान हो। अब त्यो छोराले गाउँमा भएकी ती बुढी आमालाई बिर्सिन थाले। आमाले भन्नुभयो, छोरा मलाई भेट्न आउन, म साह्रै रोगी छु भनेर भन्नुभयो। तब छोराले केही न कामको कारणले गर्दाखेरि म आउँछु भने, तर घर जान पनि पाएनन्। एक दिन आमा धेरै छोराको माया लाग्यो, मलाई साह्रै नेस्रो लाग्यो कि छोराको अनुहार हेर्न पाए पनि त यो बुढेसकालमा केही न केही आनन्द आउँथ्यो भनेर जब सहरमा जानुभयो, एउटा कुनै चिठी ठेगानामा त्यो ठेगाना रहेछ। जब त्यो घरको गेट अगाडि पुग्नुभयो, तब त्यहाँ एउटा गेटपाल द्वारपाल बस्नुहुँदो रहेछ। मेरो छोरा यहीँ बस्दछ, म भेट्न जान्छु भन्दाखेरि उसले गएर सुनाइदियो। तब त्यो छोराले भन्यो, एक कुन चाहिँ बुढी आमी आके लिन्